तपाईलाई थाहा छ नेपालमा गुटपाक भनेको स्वाद मात्र होइन, यो त एउटा सम्झना हो। सानो छँदा आमाले बलियो हुनुपर्छ है भन्दै खुवाउनुहुन्थ्यो। आज त्यही स्वाद आफ्नै भान्सामा बनाउने प्रयास गर्दैछौँ है। त अब कसरी बनाउने गुटपाक ल है, यहाँ हेर्नुहोस् होला। हामीले चाहिँ विभिन्न ड्राई फ्रुट्स लिएका छौँ, त्यसलाई चाहिँ भुट्दैछौँ यहाँ। अनि त्यसलाई हामीले चाहिँ नि के गर्छौँ भने अब सबैलाई भुटेर ग्राइन्ड गर्नेछौँ। ल यो छोकडा र यहाँ चाहिँ नि सबै ड्राई फ्रुट्सहरूको मिक्सचर यसैमा मिक्स गरिदियो ल। यो छोकडा भयो, अघि मखाना मिक्स गऱ्यो, त्यसमा अजवाइन, जाइफल, काजु, किसमिस, सनफ्लावर सिड, बदाम। ल हेर्नुहोस् है, अब यो ड्राई फ्रुट्सको सबै धुलो हामीले यहाँ घिउमा फेरि पनि फ्राई गर्दैछौँ। अनि त्यसपछि हामीले अब यहाँ दुध पनि यहाँ तताउँदैछौँ। यो दुधमा चाहिँ नि हामीले सबै यो ड्राई फ्रुट्सको धुलोहरू अब हाल्नेछौँ। ल यहाँ हालिसक्यौँ। ल हेर्नुहोस् है, यसको जुन सुगन्ध छ नि, आहा क्या कहना, त्यसले नै मन चङ्गा बनाइदिन्छ। यस्तोको बास्ना नै हरहर छ, मजाको छ है। थोरै सक्खर हाल्छौँ, सक्खरसँगै धागोवाला मिश्री पनि यसमा हाल्छौँ। तातेको कराहीमा जब यो लसिलो बन्दै जान्छ त बल्ल यसको असली रूप देखिन्छ। कतिलाई लाग्ला यो मिठाई हो, तर यो त रियल असली इम्युनिटी बुस्टर हो। बनेर सेलाइसकेपछि यसरी अर्को भाँडामा खनाएर ल कस्तो लाग्यो आमा? मिठो छ है, मिठो छ? बुवा कस्तो छ? मिठो छ। श्रीजेश बाबु हजुरलाई कस्तो लाग्यो? थम्स अप गरिदेऊ न मिठो सधैँ खाइन्छ त अब? खान्छ।